हेलो एभ्रिवान, आज चाहिँ हामी चटपटे बनाएर खान लाग्यो। आज चाहिँ दिउँसोमा कस्तो भोक लागेको थियो अनि बहिनीहरूले प्लान गराएको थियो 50-50 रुपियाँ मिसाएर चटपटे खाऊँ भनेर होइन। वेलकम छ है हजुरहरूलाई सबैजनालाई मेरो नयाँ भिडियोमा, न्यू भिडियोमा। अनि फेरि हामीले चाहिँ अहिले हेर्ने चटपटे बनाउँदैछौँ। बहिनीहरू यहाँ छन्। गाइज होइन हाम्रो चाहिँ यस्तो अब भुजा हालिसकेको छौँ। भुजा चाउचाउहरू सबै छ होइन। चाउचाउ टमाटरहरू सब दालमोटरहरू सब हाल्यौँ, सुपहरू। अब नुन र त्यो तेल अनि फुड कलर हाल्न मात्र बाँकी छ होइन। हामीले सबै हालिसक्यौँ होइन। यी हाल्न सक्नुहुन्छ। अब अरू पछि साथीहरू गिलो चटपटे मिठो खाना गिलो चटपटे भागो देखाउँ न मेरो कपडा लौ खाऊ लौ लौ गुरुङ गुरुङ पार खै खुर्सानी कता रमल्यो निला दाजुहरू म खान्छु पुरा चटपटे पिरो खुर्सानी भएन तातो पिरो देखाउ न यहाँ देखाउ न साथीहरू चटपटे खान्छ चटपटे गाइजहरू चटपटे रातो पिरो कति खाँदै अगाडि हेर्नु अझै मिठो होइन। मलाई अस्तमा खाएको थिएन साथीहरू चाहिँ पिरो चटपटी खाएको खुर्सानी ठोस्दै खाँदै मिठो भएको कति पिरो भएको गाइज त्यता लाग्छ न खाऊ त यो खान्छ गाइज यता ओइ के हो ल मम्मीलाई लैदे मम्मीलाई देऊ है यता नदेऊ है मम्मीलाई कस्तो मात्रै छिटो मिठो भयो दिदी पसिनै छोड्यो चटपटे आज जाँदा खानामा लास्टै धेरै भयो आएको चटपटे मेरो पेटै अगाडि यार ल पानी चिसो पानी देऊ न छुट्टै ताल्यो त लिएर आएको थिएँ नि त्यहीबाट भात भात र मासु राखेको चोचको अनि मलाई चोचको मासु खान मन लाग्यो भने त्यही लिएर पानी हो यो कस्तो यस्तै हो
मुखमा भिडियो हेलो यता हामी खाऊ त लप्सना वीडियो कराउँदै हम क्या उता वीडियो कराउँदै हम क्या कस्तो लाग्यो ल ल ल उनीहरू चाहिँ धेरै भयो बेबा मिठो रातो गिलो चटपटी खाना हाम्रो सङ्गत गर्नुपर्छ साथी हो यस्तो खाने भाइ हामीसँग हेर्नु मैले खुलाइदियो कस्तै खान्छ सुगार त मेरो मुख बोले थियो मेरो चाहिँ मैले खुर्सानी चपाएको छ दोबाट यहाँ आउँबाट खोल्नु न धेरै बस्छ त अझै भएन हजुरलाई बुझ्यो अहिले हाम्रो खानु मन लाग्यो सानो नानीलाई दिउँ न यत्रो खाएर हामीले फ्याँकिन्छ यो पछि ओस्यो भने केही हुन्न खानेर भन्नु हामीले थालेर जुठ हालेको हुन्छ यो धेरै फाल्दै आउँछ साथीहरू आजको भिडियो यतिसम्मै फेरि अर्को फेर आउनेछौँ यस्तै दामी दामी मुकबाङ भिडियो बनाएर साथीहरू लास्ट टेपिरो भयो खान सक्दैन अब त लास्ट टेपिरो भयो क्या साथीहरू तिमीलाई कस्तो भयो म त खाँदा खाँदा थाकेँ पनि दामी थियो हुन्छ त लेबर काम गर्दै थाकेँ त्यस्तै भएको छ खाएर थाकेँ बबाल पिरो थियो यस्तो दामी हामी त झन् मोटाइमै गाई छ हाम्रो हातको चटपटी खाएर